मर्निङ गाइज। आज चाहिँ म के अरे आजको मेरो यात्रा चाहिँ मेरो होइन हाम्रो यहाँ म घरदेखि चाहिँ आज एक्लै छु। हाम्रो चाहिँ आकस्मिक प्लान भयो गाइज। अनि आज चाहिँ म यहाँदेखि सोलुखुम्बुको यात्रा गर्दैछु विराटनगरदेखि। दुईटी मेरो साथीहरू चाहिँ दुध फारमदेखि आउँदैछन् र दुईटा दिदीहरू चाहिँ खोटाङमा हुनुहुन्थ्यो। अनि उहाँहरूले नै आकस्मिक प्लान गरेर तिमीहरू तुरुन्त यहाँ टिकट काटेर भोलि नै आइज भनेको भएर चाहिँ हामी आज जाँदैछौँ। अब कहाँ पुग्छौँ ल हेरौँ है गाइज। गाइज मलाई चाहिँ यो पुर्याउन जाँदैछ। अहिले भर्खर 4:30 मात्रै हुँदैछ नि त। मलाई एक्लै डर लाग्छ, झोला पनि दुईटा छ त्यसैले। ल गाइज मलाई चाहिँ यो पुर्याउन जाँदैछ। अहिले चाहिँ 4:30 मात्रै भयो नि त, त्यही भएर मलाई डर लाग्छ। त्यही भएर रोडसम्म मैले साथी लगेको, झोला दुईटा छ त्यही भएर। ल गाइज म चाहिँ फाइनली यहाँ रोडमा गाडी कुरिरहेको छु। मेरो साथीहरू पनि आउँदैछन् त्यो गाडीमा चाहिँ। अहिले चाहिँ ठ्याक्कै 4:40 भयो। फाइनली मेरो साथीहरूसँग भेट भइसक्यो मेरो चाहिँ। हेलो गाइज, हामी चाहिँ खाना खाँदैछौँ है। फाइनली यस गाइज मलाई कसले देखाइदिन्छ? देख्यो 200 को सालमा खाना हो क्या। के खान्छ होला होइन? गऱ्यो बेच्ने कि खोइदियो? होइन गाउँबारीमा आएर हामी खाना खाँदैछौँ गाइज। गाउँबारीमा आएर धानको बाटो। ओके गाइज, सी यु लेटर। ल गाइज हामी चाहिँ फाइनली ओखलढुङ्गा आइपुग्यौँ। यसमा यो फाइनली हामी ओखलढुङ्गा आइपुग्यौँ गाइज। अब हामी त्यो सुमोमा सल्लेरी जाने हो। अनि आज गएर हामी सल्लेरीमै बस्ने हो होइन गाइज? हे गाइज, फाइनली हामी धेरै 12-13 घन्टाको ट्राभलिङ पछाडि चाहिँ हामी के अरे कहाँ आइपुग्यौँ? ओखलढुङ्गा आइपुग्यौँ है। फाइनली हामी ओखलढुङ्गा आइपुग्यौँ। एकजना मित्र यता हुनुहुन्छ हाम्रो। अनि त्यसपछि हामी ओखलढुङ्गा आइपुग्यौँ। अब हामी चाहिँ ओखलढुङ्गाबाट सोलुखुम्बु सल्लेरी जानको लागि यहाँ सुमोमा जाँदैछौँ। हाम्रो ट्रेकिङ ब्यागहरू सबै पछाडि छ। अब हामी चाहिँ जानको लागि रेडी भयौँ गाइज। फाइनली हामी यति लामो सफरपछि आइपुग्यौँ गाइज। किप वाचिङ ओके। नराम्रो देखियो गाइज। त हामी अब सल्लेरी जानको लागि बुलेर चढ्यो आधी बाटोमा आइसक्यौँ है। अनि अब जाँदैछौँ हामी सल्लेरी। चिसो अनि रात पनि परिसकेको छ। लगभग कति बज्यो? 5 बज्यो। 5 बजे त पुरै रात पर्दो रहेछ, किनकि यता धेरै हुसे लागेको छ नि त, त्यही भएर एकदम रात परिरहेछ। हामी चाहिँ यहाँ चिसो भएर यहीँ आइसकेछौँ। अनि त्यसपछि हामी हाम्रो सल्लेरीमा चाहिँ दुईजना मित्रहरू हुनुहुन्छ। अनि त्यसपछि उहाँ गएर उहाँहरूलाई भेटेपछि अनि त्यसपछि म तपाईँहरूलाई देखाउनेछु। ओके गाइज, किप वाचिङ गाइज। बाई गाइज हामी फाइनली सल्लेरी आइपुग्यौँ है गाइज होइन? गाइज हामी सल्लेरी आइपुग्यौँ है। सल्लेरी बजार सल्लेरीको आमा डाँडामा छ ल गाइज। हामी सल्लेरीको कुन ठाउँ रे? ब्लग कहाँ छन् खोइ? ए ल नम्बर लिएको भन्थ्यो क्या। सल्लेरीको कुन ठाउँ आएको हामी? सल्लेरी आइपुग्यौँ है गाइज। ए ब्लग जुदो हौ। हिँडेर अहिलेसम्म सल्लेरी कुन ठाउँ भन्ने हो? सल्लेरीको आमा डाँडामा आइपुग्यो। ओके गाइज। ल गाइज गाइज हामी चाहिँ यहाँ मगर होटलमा बस्यौँ। सल्लेरीको मगर होटलमा फाइनली हामीले यसलाई भेट्यौँ। आई लभ यु। रोल नम्बर 3 हेलो भुन्टा भुन्टीहरु किन छौ यार मिटिङ गाइस। फाइनली हामीले सिस्टरहरुलाई भेट्यौँ है गाइस सल्लेरी बजारमा। सोलुखुम्बुको सल्लेरी बजारमा हामी जुत मुन्डा पुग्छौँ तिमीले गर्दा यहाँ भाइ पसारी सकेछन् गाइस। हामी भर्खर आयौँ। तातो पानी खाँदैछौँ। अरू 3जना चाहिँ माथि नै छन् है गाइस होइन गाइस? यस सल्लेरीमा है। उहाँ चाहिँ हामीसँग आउनुभएको सिस्टर हो। हेलो हेलो आई एम गुड। ओके आई एम हियर गाइज। हामी यहाँ खाना खाँदैछौँ है। हाम्रो यो सल्लेरी बजारको खाना हो। ल गुड मर्निङ गाइज। म चाहिँ अहिले सल्लेरीमा छु। हामी चाहिँ अहिले उँभो के अरे सल्लेरीदेखि पनि टाक्सिन्दुसम्म गाडीमा जान पर्छ अरे गाइज, हिँड्ने ठाउँसम्म पुग्नको लागि। अनि हामी त्यहाँ जानलाई रेडी हो। हामी सल्लेरीबाट टाक्सिन्दु जान लागेको। भाडा चाहिँ म भनिरहेको 1000 कि 1000। हामी चाहिँ बार्गेनिङ गर्छौँ। यो बार्गेनिङ गर्दैछ। बार्गेनिङ गर्दै गाइज यो सलामुख है गाइज। यता देखाएर गाइज हामी यति हो जाने चाहिँ। यिनीहरू पनि हो। ल गाइज किप वाचिङ है गाइज।
लु गाइज हाम्रो चाहिँ यहाँ सल्लेरीबाट गाडीको कुरा मिलेन र हामी अलिक माथिसम्म हिँड्दै जाँदैछौँ फाप्लोसम्म चाहिँ हामी हिँड्दै गएर फेरि त्यहाँदेखि पनि हिँड्दै जाने गाडी चढ्ने बिचमा होइन गाइज हामी ट्र्याक्टर भेट्यौँ भने पनि लिफ्ट मागेर जान्छौँ होइन मानस हेर्नुहोस् है गाइज 4600 मिटरमा ट्रेकिङ जाने हाम्रो डन हो ऊ चाहिँ मानस ओइ केटीहरू ल गाइज यिनीहरू चाहिँ हिँडिरहेछन् मलाई गाइज गाइज मात्र भनिदिएर चाहिँ भन्छ जीवेश साथीहरू भन्न हाम्रो दाजुले मलाई गाइज नभन्नु भन्नुभएको थियो मैले भने ल साथीहरू यस्तै छ है हामी चाहिँ हिँड्दैछौँ अब बिच बाटोमा जे पनि हुनसक्छ म चाहिँ यहाँ छु गाइज मलाई पनि कृपया हेर्नु होला गाइज ऊ त्यहाँबाट चाहिँ सल्लेरी बजार देखिरहेछ यहाँबाट चाहिँ फोटोमा त राम्रोसँग सल्लेरी बजार नै देखिन्छ त्यस्तै छ गाइज हाम्रो यात्रा दुधखुन्डासम्मको हो हामी एकदम रमाइलो गर्दै जाँदैछौँ गाइज किप वाचिङ है गाइज हामी चाहिँ फाप्लु एयरपोर्ट आइपुग्यौँ यो देखिँदै गरेको सोलुको फाप्लु एयरपोर्ट होइन त के हो यो एयरपोर्टको नाम हो यो यहाँ जाली भएर राम्रोसँग देखिएन गाइज हामी यहाँ एकदमसँगले मानु एयरपोर्ट कस्तो लाग्यो राम्रो हो एकदम हामी हिँडिरहेको छौँ है गाइज हामीलाई एकदम रमाइलो भइरहेछ होइन मानु ल गाइज हामी चाहिँ यहाँ अब फेरि पछाडि बसेर जान आँटेको होइन मानुसी तिमीलाई कस्तो लाग्दैछ राम्रो लाग्दैछ हामी पछाडि बसेर जाने हो अगाडि साथीहरू गइसके अब यहाँबाट जान्छौँ हामी ल गाइज यिनीहरू चढ्दैछन् अब हामी पनि यिनीहरू अलिक अगाडि आएका थिए अनि यहाँ यस्तो छ है गाइज एकदम हाम्रो चाहिँ बरु यस्तैमा रमाइलो हुन्छ गाइज के पाछौँ है मुनाले नाचेको बेलरी हेलो सिस्टर तपाईँ त फर्स्ट हो नि त मेरो ब्लगमा स्वागत छ जेसी ब्लगको नाम चेन्ज भएर आचार्य ब्लग भएको छ गाइस प्लिज आचार्य ब्लगलाई सब्स्क्राइब गरिदिनु होला लाइक शेयर गरिदिनु होला बेल बजाइदिनु होला ओइ तपाईँ च्यानल अल्सो माई ओके मेरो गाइस माथि चाहिँ कस्तो दामी देखिरहेछ गोठालो जाँदा लाएको माया सोलुखुम्बु जाँदा छुटेछ ए निष्ठुरी मायालु बाटो त टाढा चेलिसौ रोनीको रानु छोडेर मौरी डाँडै काटी गएछ निष्ठुरी मायालु निष्ठुरी मायालु एकदम हामीलाई रमाइलो लागिरहेछ गाइस रमाइलो सोलुखुम्बु हाम्रो सर्वोच्च शिखर सगरमाथा भएको जिल्लामा हामी चाहिँ एकदम सँगले यहाँ पछाडि डिक्कीमा बसेर हिँडिरहेछौँ है गाइस सर्वोच्च शिखर सगरमाथा यस आलुदम चना लै छोटो साना यता फर्केर एभ्रीबडी प्लिज गाइस
ऊ त गाइज हामी टक्सिन्डो डाँडा आइपुग्यौँ र अब यहाँबाट झर्दैछौँ हामी झर्दैछौँ है गाइज। यो चाहिँ टक्सिन्डो डाँडा रहेछ है। यहाँ चाहिँ यति राम्रो राम्रो होमस्टेहरू रहेछ। हामी चाहिँ यो टाक्सिन्डो भन्ने ठाउँमा रोटी र सब्जी खाँदैछौँ। अब यहाँदेखि चाहिँ हाम्रो फुल ट्रेकिङ सुरु हो होइन। यहाँदेखि हाम्रो गाडी साडी केही पाउँदैन। अब यहाँदेखि साँप्राको मासु झर्ने भयो गाइज। के गर्नु यस्तै छ। सानो मान्छे गाइज हामी चाहिँ खाजा खाएर उकालो लाग्यौँ। हाम्रो यात्रा अब चाहिँ ननस्टप सुरु भयो। हाम्रो साथीहरू चाहिँ अगाडि पुगिसके। हामी चाहिँ जाँदैछौँ। एकदम रमाइलो भइरहेछ है गाइज। किप वाचिङ गाइज। यस गाइज। गाइज हामी चाहिँ यहाँ हिँडिरहेछौँ बिस्तार यहाँ आइपुग्यौँ। के हो थाहा छैन है यो ठाउँको नाम के हो। यहाँ आइपुग्यौँ। यता चाहिँ यस्तो छ गाइज। एकदम रमाइलो खालको जङ्गल छ। डेन्जर जङ्गल होइन रमाइलो खालको जङ्गल छ। अनि म चाहिँ हिँडिरहेको छु यसरी यहाँ टक्कसँगले। किप वाचिङ है गाइज। ए गाइज भनेछु फेरि ल साथीहरू बिर्सिहाल्छु गाइज नभन्नु भनेको थियो। यस्तै छ साथीहरू। हामी चाहिँ हिँडिरहेको छौँ। आज चाहिँ हामी कहाँ गएर बस्ने अरे। बेस क्याम्प होइन आर्मी क्याम्प होइन। ए डाँडा के डाँडा पो भन्थ्यो त्यो डाँडा गएर बस्छौँ गाइज हामी चाहिँ। अब मानुस कस्तो लाग्दैछ। मेरो भ्लगमा के भनिदिने थाहा छ। मेरो सानीमाको आज यो भ्लगमा चाहिँ सबैले सब्सक्राइब गरिदिनु होला भन लु। मेरो सानीमाको भ्लगमा चाहिँ सबैले सब्सक्राइब गरिदिनु होला। सेयर कमेन्ट लाइक गरिदिनु होला। हामी चाहिँ आज दुधकुण्ड जाँदैछौँ भन। सब्सक्राइब पनि गरिदिनु होला। ओके थ्याङ्क यू। वेलकम। ओके गाइस लेट्स गो गाइस। यस मेरे को देखा लीजिए दीजिए। चलिए गाइस हामी चाहिँ जाँदैछौँ है। सानीमाले मलाई भेट्नु भएन भनेको भिडियो बना अब म यस्तो भनेको। अब सानीमा गाइस हामी चाहिँ जाँदैछौँ। गाइस अब हामी चाहिँ जाँदैछौँ है। उता आउँदैछन् उता गोसाइकुण्ड होइन दुधकुण्ड। उता आउँदैछन् दाजुभाइ हुने त त्यही त जारी छ यात्रा हाम्रो जारी छ। म पनि छु यहाँ कसरी देखाउनु होला पहिले हम देखा देंगे ये भी है। यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामी हिँड्ने बाटोमा एकदमै धेरै कुहिरो लागिरहेको छ। यहाँ हामी चाहिँ यही बाटो हिँडिरहेछौँ टक्कसँगले। सबैभन्दा धेरै हिँड्ने चाहिँ हाम्रो किड्स हो गाइज। किड्स अगाडि पुगिसके पुगिसक्नुभयो उहाँ। म चाहिँ यहाँ छु गाइज। किड्स वहाँनिर ल हेर्नुहोस् है गाइज ट्रेकिङ जाँदैछौँ हामी यसरी किड्सलाई लिएर। ऊ चाहिँ 6 years old हो। हेलो I am 5 years old. 5 what 5 years old. no nonsense। म चाहिँ बेबीको आमा सँगसँगै लिएर हिँडेको। Okay, I am 21 years old guys। बेबीको सानीमा। Yes, little mother हो है guys म चाहिँ। बेबी चाहिँ सबैभन्दा अगाडि हिँड्नुहुन्छ। सबैभन्दा अगाडि हिँड्ने चाहिँ बेबी। थाक्नु पनि हुन्न। यो चाहिँ बेबीको बिग मदर। ऊ चाहिँ बेबीका आन्टी। Yes। अनि Okay guys, keep watching है guys। कस्तो लाग्दैछ उकालो। हामी चाहिँ यहाँ बस्यौँ है गाइज। खै त के जाति डाँडो भन्ने चाहिँ आज हामीलाई पुग्नु पर्नेछ जसरी भए पनि। त्यो डाँडो पुग्यौँ भने भयो। ए फर्क भनिदेऊ न राई माइलाले गाउँै छाड्यो रे।
राई मैलाले गावै छाड्यो रे बाटो खिदेऊ न गाडीमा चढ्यो होला कुन घुम्ती पुग्यो होला राई मैलाले गावै छाड्यो रे गाइस हामी चाहिँ यहाँ आइपुग्यौँ यहाँ आइपुग्यौँ यहाँदेखि चाहिँ यस्तो खुड्किलावाला उकालो छ के डाँडा अरे कामो डाँडा पुग्नु छ आज हामीलाई जसरी भए पनि कामो डाँडा पुग्नु छ एकदम चिसो छ गाइस एकदमै धेरै अनि कुहिरो पनि लागिरहेको छ बेला बेलामा हाम्रो किड्सले चाहिँ यहाँ गीत गाउने अरे ल 1 2 3 गो फुल बुट्टे सारी सपक पारी पछ्यौरी मलमलको कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भो कान्छाको केश फिजारिएछ मैकोरी बाटी गरिदेऊ कि रेशमी चुल्ठो उडेर घुम्ठो मायाको रङ्ग भुलाइदेऊ कि मायाको रङ्ग भुलाइदेऊ कि जय फुलिसक्यो चमेली फुल्दैछ किन होला कुन्नी यो मेरो मनले तिमीतिरै फुल्दैछ कान्छाको केश फिजारिएछ गायोले चट्ट खाइदेऊ कि कता छौ है ओडेर घुम्टो मायाको रङ्गमा भरिदेऊ कि मायाको रङ्गमा भरिदेऊ कि हामी चाहिँ यहाँ आइपुग्यौँ अब ठाउँको नाम चाहिँ हामीलाई थाहा हुँदैन गाइस तर हामी आधी घन्टा हिँडिसके पछाडि फेरि यहाँ आइपुग्यौँ यहाँ चाहिँ यस्तो एकदमै घना जङ्गल छ मान्स के भयो गल्यौ न बिस्तारै हिँड्नुपर्छ ल यहाँ आइपुग्यौँ गाइस यहाँ चाहिँ एकदमै राम्रो छ है गाइस जङ्गल पनि घना जङ्गलमा छौँ म चाहिँ यहाँ लौरो पनि भाँचेर बोकेँ अनि हिँडिरहेको छु यो चाहिँ कामो डाँडाभन्दा अगाडिको एकदमै धेरै गाह्रो खालको उकालो रहेछ गाइस कामो डाँडाभन्दा अगाडिकै उकालो हो यो चाहिँ हामीलाई अझै कामो डाँडा पुग्नको लागि चाहिँ कतै 2-3 घन्टा लाग्छ होला सायद मानु कस्तो लाग्दैछ तिमीलाई अलिअलि नराम्रो लाग्दैछ हो हामी कहाँ जाँदैछौँ ओखलढुङ्गा होइन दुधकुण्ड सोलुखुम्बुको दुधकुण्ड जाँदैछौँ ल हामी ल होइन नराम्रो चाहिँ अलिअलि मात्र लागेको छ चाहिँ भर्खर 2:30 हुँदैछ यहाँ दिउँसै रात परे जस्तो भइरहेछ यहाँ चाहिँ एकदम चिसो छ अनि हामीले यो थर्मसमा ल्याएको पानी थियो अनि यो पानी चाहिँ हामी यहाँ खाँदैछौँ अलिकति मलाई दे त दिदी ल गाइस हामी चाहिँ यो घना जङ्गलमा तातो पानी खाँदैछौँ एकदमै सासमा सास आए जस्तो भइरहेको छ तातो पानीले हामीलाई गाइस जेसिकाको धेरै आएन अरे म जेसिकालाई मात्रै देखाइदिन्छु है गाइज नखानु हौ हामीलाई सबै बिग्रो जुम नहुने रहेछ नि त जुम हुन्छ भनेर यसो गर्दै थिएँ म चाहिँ दिउँसै रात परे जस्तो जङ्गल छ यहाँ चाहिँ घरि कुहिरो आउँछ ल दाजु यता हुनुहुन्छ है अनि त कस्तो उज्यालो भयो नि अहिले त पुरै रात परे जस्तो भएको थियो यस्तै हो प्रकृतिको खेल घरि उज्यालो घरि अँध्यारो घरि उकालो घरि ओह्रालो घरि पानी घरिसम्म त्यस्तै हो पानी अनि सम्म सुक्खा क्या पानी अनि सुक्खासम्म घरि पानी घरि सम्म घरि पानी घरि सुक्खा के ओके गाइस ठ्याक्कै बोजू जस्तो देखिरहेछ गाइज पछाडिबाट है उहाँ नै हो क्या गाइज ट्रेकिङ जाने आयो कस्तो लाग्दैछ अनुहार देखाइदेऊ त हो आयो ट्रेकिङ बुढी बोजू वास्तवमा म मान्छे सिलिम छु है प्लिज है प्लिज म पनि आएँ म चाहिँ यहाँ छु ल मलाई कसैले देखाइदिँदैन मैं तो थक गई यहाँ आकर बैठ रही हूँ मैं भी थक गई मैं सो रही हूँ मैं फिर से थक गई आ रही हूँ क्या
थर्किँदो रहेछ है गाइज ल है गाइज यस्तै छ हाम्रो यहाँ एकदमै रमाइलो भइरहेछ गाइज हामी चाहिँ यहाँ आइपुग्यौँ यहाँदेखि अझै कामो डाँडा पुग्नलाई 1 घन्टा 30 मिनट लाग्ने रहेछ हामीलाई अनि यहाँ चाहिँ हामी बसेर पानीहरू खाँदैछौँ यहाँ चाहिँ धारा रहेछ यहाँ आइपुग्यौँ अझै धेरै टाइम लाग्ने रहेछ गाइज त्यो 1 घन्टा 30 मिनट लाग्ने ठाउँमा त हामीलाई 3 घन्टा जति लाग्छ होला सायद त्यही भने तलै छ नै गाइज उहाँ हेर्नु आमामा हामी चाहिँ यता यस नार्ची उता अहिले बोलेको इनर्जी गयो सबै आई एम हियर भूकम्प आएको थियो मलाई केही भएको छैन गाइज म चाहिँ अहिलेसम्म सकुशल छु या मलाई पनि देखायो हुने भनेर सक्सल बन्दी आइमाल्छ के यस्तै सकुशल भएर चाहिँ हामी के अरे दुधखण्डको दर्शन गरेर आउन पाइयोस् भन्ने चाहना मेरो मनको चाहिँ गाइज होइन त्यही हो मेरोबाट पनि त्यही ल ल अझै हामी कामो डाँडा पुगेको छैनौँ कति बेला पुग्छौँ ल हेरौँ है त गाइज 2065 साल असार 16 गते स्वर्गारोहण भएकोले उहाँहरूको स्मृतिमा यो चौतारो निर्माण गरिएको हो। यति सम्बत 2080 भाद्र 10 गते रोज एक शुभम। कमान बेबी कमान मलाई अब सुताइयो त सातु खाँदैछु बलड ऊ भयो कि सेतो दिइहाल्नु हामी सातु खाँदै यहाँ आएसम्म आइपुग्यौँ गाइज एकैछिनमा पहिरो आउँछ एकैछिनमा छेउमा हुन्छ अब अरू उत्तिहरू आउँदैछन् म त अझै आइपुगेन त्यो कामो डाँडा भन्ने उता चाहिँ रातो बादल लागेछ हुस्सु पनि लागेछ एकदम चिसो पनि धेरै छ पन्जा पनि छैन गाइज गाह्रो भइरहेछ हाम्रो पन्जा त थियो त है कहाँ गयो पन्जा थियो भाइ फाइनली कामो डाँडा आइपुगिसकेको छौँ। धेरै लामो यात्रापछि एकदम हामीले मान्छे पठाइदिउँ लिनको लागि अब गाईले लिएर आउनुहुन्छ उनीहरू 3 जना चाहिँ वहीँ छन् है गाइज अलिकति तल धेरै छैन धेरै तल होइन अलिकति तल छन्। मेरो नि हालत एकदम लास्टै खराब छ यार भोलि जसरी नै जान्छु गइन्छ यस वी क्यान डु इट म त अझै त माथि पुग्ने भए पनि रेडी हो है गाइज यस उहाँ गएपछि थाहा हुन्छ है माथि भन्नु त एकचोटि डिटेलमा भ्लगमा हाल्दैछु। मेरो होटल चाहिँ यो दुधकुण्ड जाने बाटोको कामो डाँडा भन्ने ठाउँमा पर्छ। कामो डाँडा तपाईँहरू एक दिनमा आएर यहाँ बस्न सक्नुहुन्छ होइन। हामी जस्तै हुनुहुन्छ भने तपाईँहरूको लागि एकदम ठिक यो होटल चाहिँ एकदम खतरा लाग्यो मलाई एकदम तपाईहरु चाहिँ रिभ्यूबाट एक दिनमा यहाँ पुग्नुहुन्छ। त्यो चाहिँ 3880 मिटरको उचाइमा छ। 3880 पनि 3880 मा आइपुग्यो हामी। अब कति मिटर बाँकी रह्यो यता देख न 7-8 मिटर बाँकी 3880 मा बसिरहेको छु है म 3880 है गाइज यस 3880 हामी चाहिँ फाइनली कामो डाँडाको रुममा आइसक्यौँ। अब हामी आज यहीँ बस्छौँ र अनि भोलिबाट चाहिँ भोलि चाहिँ बेनीसम्म पुग्छ मलाई सायद है यहीँ बस्ने निर्णय गर्यौँ आज चाहिँ। गाइज हामी चाहिँ यहाँ रुममा आएर बसेको 1 घन्टा भइसक्यो। हामीलाई दाजुले भात पनि खानु बोलाउँदैन के रिस उठ्दो दाजु रहेछ। यो चाहिँ पसारिरहेछ यहाँनिर यो चाहिँ यहाँ भोक लागिसक्यो वेटमा छौँ गाइज के गर्नु गाइज भोक लागेर पुतुक्कै भइसक्यो। ल टोपी चाहिँ खलबले यस्तै